ओहो फौजी के गर्न लाग्नु भो ए म त यो यसो यो फोन खान गरिकन यसो अलि मैदान बनाइकन घर बनाऊ कि भन्दा हो त होला त घर केही घर त हुँदो फौजी आउँदो घर त बब्बल रुख पनि छ रुख काटेर टक्कै उ गर्नु होला यहाँ घरको भाटाकुटी यही गर्नु होला इट्टा सिट्टा भइहाल्छ यसो घर बनाइहाल्नु न सानो सानो त्यही त बस्ने ठाउँ नै भन घरहर बनाऊ कि भने अहिले 1-1.5 वर्ष भइगयो त बसिया केही घरहर केही नै त्यही भएर नान ऋण जोखो यताउति गरिकन कैथी माग्दाछन् कि अनि ऋणहीन तैँले पनि देउला त नापा ऋणहीन त्यो ऋणहीन दिकन घरहर लाउनु पर्ला भन यमै बस्नु पर्ला जोइ छोरीकन मकन त पाल्नु पर्यो त बस्ने ठाउँ नै के गर्नु त अब यो तमी कहाँ जान लाग्यौ त तुम त चप्पल पनि गतिला नै भन के वरिपरि डोडा बानिराखौ भन के लाग्यौ त्यो चप्पल लाज नगर रे तमी मान्ठ गतिला नै चप्पल ना तमी त हुने खाने मान्ठ धनी मान्ठ ती चप्पलै गतिला भएनन् ती म त गरिब मान्छे पढे फज्यो अब गरिब भएपछि यस्तै चुट्टिया चप्पल लाउनु पर्यो हेर्नु गाई डोडी बानेको छु अब हजुर जस्तो धनी छैन त्यही चप्पल पनि 2-3 लाख हालियन् जमानामा किनियन् अहिलेसम्म फाटिके तमी त कहाँ गरिब धनी भन्दा थियो त यहाँका सबै गाउँलेहरू यहाँका चाहिँ जनसमुदायहरूले सबैले तमी त धनी छ त्यो कृष्ण धनी छ भन्दा थियो त त्यो त अनि त्यो धनी आफै गरिब हो भन्दा ओए मकन यो घर लाउने बेला पैसा दिनु हैजाला भनिकन तमी धनी हौ गरिब हौ भनी आउला ठिकै छ केही माग्दैन हो बरु 1 रुपियाँ माग्दैन हो म धनी हौ भन तमी चाहिँ माग्दैन हो बरु म आफै उ गर्नु र त्यही उ गर्दा भन्ने गरे नि के गरे मसँग पैसा त छन् तर है अब भोलि दिन्छु अब अर्को पालि भेटौँला ल गाइज प्लिज सब्स्क्राइब है यो मेरो